हामी घलेहरूको हाम्रो शासन विस्थापित भइसकेपछि हामीहरूलाई वास्तवमा भन्यो भने 18 चोटि शाहहरूले हामीलाई इस्तिहार आदेश लालमोहर जारी गरेको छ, तिमीहरू आफ्नो थाक थलो छोड्नुपर्छ भनेर। थाक थलो छोड्दा गए पछाडि हामीहरू कोही गुरुङको बस्तीमा गएर बसेका छौँ, कोही तामाङको बस्तीमा बसेका छौँ, कोही मगरको बस्तीमा पनि भएको बाहुल्यता भएको ठाउँमा गएर बसेको छौँ। त्यस कारणले गर्दाखेरि आफ्नो थाक थलोमा एक सबै चारै थोरै हामी 4वटा थरी छौँ घलेहरूमा। सामरी घले, म सामरी घले हो, रिल्ली घले, डाँगे घले र ग्याल्दङ घले भन्ने हुन्छ। हामी यही 4वटा थरीभित्र बेबारी हुन्छ हाम्रो। घलेहरू गण्डक क्षेत्रको आसपासमा लामो समयसम्म राज्य गर्ने शासक वर्ग हो। अब त्यो कुन कुनमा भन्नुहुन्छ अहिलेको लमजुङ, मनाङ, कास्की, गोर्खा, धादिङ, रसुवा यति जिल्लामा अझैसम्म पनि गएर हेर्नुभयो भनेदेखि हामी घले राजाको ऐतिहासिक थाक थलो पुरातात्विक स्थलहरू अहिलेसम्म पनि छ। गोर्खामा 32 कोटहरू छन्। त्यो 32 कोटमा धेरै कोटहरू तपाईँहरू घले राजा भएको सन्तानको दरबारको अवशेषहरू छ। तपाईँ हेर्नुभयो भनेदेखि माथि बारपाक तल्लो कोट, माथिल्लो कोट, सुली कोट, त्यस पछाडि तस्याङ भन्ने माथि, त्यस पछाडि काशीगाउँ भन्ने ठाउँतिर, खोर्ला भन्ने ठाउँमा, त्यसपछि लिग्ली कोटमा देखि लगायतका थुप्रै ठाउँहरूमा, त्यस पछाडि गोर्खा जिल्लामै छ। मनाङमा भन्नुहोस् गाउल दरबार भन्ने छ, रातो दरबार भनेर छ, अहिलेसम्म पनि छ त्यहाँ। अहिले मनाङको कुनै पनि जातिलाई सोध्नु भने घलेहरू कुन जाति हो भन्ने कुरोको बारेमा प्रश्न छ। त्यसले गर्दाखेरि लमजुङमा जुम डाँडा भन्ने छ, घेर्मुमा घले दरबारको त्यस पछाडि अवशेष छ, घले गाउँमा छ, क्यालो सोथरमा त्यस पछाडि घलेहरूको थाक थलो भएको छ। कास्कीमा हेर्नुभयो भनेदेखि सिक्लेसमा घलेको दरबार छ, घलेल भन्ने ठाउँमा त्यस पछाडि घलेको दरबार छ, घले पहिलाको अवशेषहरू छ। धादिङमा त्यस्तै छ, धादिङको रुबी भ्याली भन्ने ठाउँमा छ, त्यस पछाडि गोम्बजुङ भन्नेमा छ। तपाईँ त्यस पछाडि रसुवामा हेर्नु भनेदेखि के अरे घलेगढी पकाइदिएछ, रसुवा गढी भनेको त्यो घलेगढी हो।